ओके सो हेलो अनि नमस्ते इट्स मी युनेस र आजदेखि म ब्लग स्टार्ट गर्दैछु र मलाई होइन अब यो ब्लगतिर के बोल्ने कसो गर्ने त्यो खासै केही आइडिया छैन है र म चाहिँ हजुरहरूलाई डेली रुटिनको बारे यसो क्लिपहरू देखाइदिन्छु हजुरले चाहिँ हेरेर इन्जोय गर्नु होला है। Going to market. बाइक चल्छ भने एकछिन दिउ न। बजारसम्म मात्रै हो। यो छिमेकी दाइले चाहिँ बाइक चाहिँ दिनुभयो होइन यो राम्रो हुनुहुन्छ या दाजु र अहिले चाहिँ म धुलारी बजार जाँदैछु है। आज शुक्रबारको दिन हट्टी त लाग्छ र हामी आइसकेको छौँ धुलारी बजार। गट्टा कसरी हो अरे 10 रुपियाँ ए आधी किलोको छ खाने छैन कि म एक्लै हो कि ल धन्यवाद दाजु। अरू भयो दाजु अब सब्जी किन्ने आएको अनि यसको बिचको खोइ त अनि फालेको छ नि हुन्छ त अरे मलाई थुक्पा बनाइदिनु न 1 प्लेट। भनिदिनु त यस्तो ओके सो त्यसपछि बजार एक्सप्लोर गरिसकेपछि चाहिँ मैले आफ्नो झोलाहरू बाँधेर म सिधै घरतर्फ लागेँ किनभने बेलुका पनि हुन आँटिसकेको छ र आई होप हजुरहरूलाई यो भिडियो मन पर्यो है। सो आशा गर्छु अर्को भिडियोमा पनि फेरि भेटौँला भनेर र धन्यवाद नमस्ते एन्ड गुड बाई।